हेलो साथीहरू, गुड मर्निङ। वेलकम छ मेरो भिडियोमा। म रोशनी चौधरी उदयपुर देउरीबाट छु र म चाहिँ एकदमै सन्चै छु र हजुरहरू पनि एकदमै सन्चै हुनुहुन्छ भन्ने मलाई आशा छ। त आज म चाहिँ एकदमै छिटो बिहानै उठेको छु र किन उठेको छु भनेर म हजुरहरूलाई भन्ने नै छु। त मेरो भिडियो पुरा वाच गरिदिनु साथीहरू। त हेर्न सक्नुहुन्छ 5 बजे नै उठे तर पनि उज्यालो नै भइसकेको रहेछ। अनि म चाहिँ छिटो आज उठ्नुको कारण के रहेछ भन्दाखेरि चाहिँ म हजुरहरूलाई फेरि पनि अलिक अगाडि भन्नेछु। त मैले चाहिँ सुरुमा फ्रेस हुनको लागि होइन ब्रस निकालेँ अनि ब्रसमा चाहिँ दबाई हालिसकेर ब्रस गर्नेछु। अनि त्यसपछि फ्रेस भएर चाहिँ अनि म हजुरहरूलाई भन्ने छु कि म आज किन छिटो नै भन्नाले अरू दिन पनि छिटो नै उठ्थेँ तर पनि आज चाहिँ के छ भन्दाखेरि चाहिँ म 4 बजे नै उठेको थिएँ तर चाहिँ एकछिन मोबाइल हेरेर अनि 5 बजेतिरदेखि चाहिँ सुरु गर्छु भनेर चाहिँ मैले सुरु गरेँ हो। त अनि म चाहिँ एकदमै होइन आजभोलि चाहिँ अलिक मोटी भइसकेको छु। अनि पहिले चाहिँ 42-43 किलोको मान्छे अहिले चाहिँ 51-52 किलो भइसकेको छु। त्यही भएर चाहिँ मलाई त्यो वेट घटाउनको लागि चाहिँ मैले आजदेखि चाहिँ एक्सर्साइज सुरु गरेँ। अनि थाहा छैन यो एक्सर्साइज म चाहिँ दैनिकी दिन सक्छु या सक्दिनँ। जहिलेसम्म सक्छु तहिलेसम्म चाहिँ म गर्ने नै छु। त यहाँ गर्दा गर्दै यहाँ मेरो छोरा पनि आयो। यहाँ म नि गर्छु माम भनेर। त त्यस पछाडि म र छोरा सँगसँगै गर्न थाल्यौँ। अनि लगातार एक्सर्साइज चाहिँ मैले कहाँबाट सिकेँ भन्दाखेरि चाहिँ युट्युबहरूमा हेरेर सिकेँ। अनि लगातार आधा घन्टा एक्सर्साइज गरिसके पछाडि अनि फेरि पनि लागेँ आफ्नो कर्मतर्फ नै। अनि पहिले त अब घर आँगनहरू बढार्न थालेँ। अनि म चाहिँ यहाँ आँगन बढाउँदै यिनीहरू चाहिँ मेरो सिपाहीहरू आइसके। यिनीहरू चाहिँ जहिले पनि म भिडियो बनाउँदाखेरि बिचमा आएको हुन्छन्। यी मेरो एउटा छोरा ऊ त झन् भिडियो बनाउनमा तोर मसँग आएकै हुन्छ। पनि गर्दैछन्। म चाहिँ बढाइसकेर अनि त्यस पछाडि त्यस पछाडि चाहिँ म चुलोहरू मुछेँ। अनि अब दैनिक होइन कर्म गर्नुपर्छ। अनि चुलोहरू घरहरू मुछ्नै पर्छ। अनि मात्रै खाना पकाउनु हो हामी गाउँघरमा। त्यस पछाडि खाना पकाइसकेर खाइसकेर एकछिन घरमा आराम गरिसकेर म चाहिँ आएँ। बेलुकातिर भनौँ न आफ्नो बेलुका होइन अलिक दिउँसोतिर खेतमा घाँस काट्नको लागि मम्मी चाहिँ आज अलिक सन्चो थिएन। त्यही भएर चाहिँ म आएको छु र धेरै दिनपछि घाँस काट्न आउँदा अलिक अप्ठ्यारो भएको थियो। अलिक कस्तो लागिरहेको थियो त्यो बानी छुटेर। अनि तर पनि मैले सरासरी घाँसहरू काटेर धेरै दिनपछि यहाँ खेतमा आउँदाखेरि कस्तो राम्रो हावा होइन अनि प्रकृतिसँग बस्न पाउँदा त्यस्तो राम्रो हावाहरू पाउँदा एकदमै राम्रो लाग्यो। अनि त्यस पछाडि मैले घाँसहरू सरासरी काटेर अनि बोरामा हालेँ। सबै बोरामा घाँसहरू हालिसकेर मैले चाहिँ एकछिन यो सानो पाटोसँग खेलेर आजको भिडियो मेरो कस्तो लाग्यो साथीहरू। राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब मेरो युट्युब भिडियोमा हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु र फेसबुकबाट हेर्दै हुनुहुन्छ भने मेरो प्रोफाइललाई फलो गरिदिनु साथीहरू। त हस् त थ्याङ्क यू। अर्को दिन अर्को भिडियो साथ भेट्ने हुनेछु।